यस भिडियोमा चाहिँ हामीले अनलाइन सपिङ खुपाङ एपको चाहिँ जुन मन्थली सब्सक्रिप्सन वा मेम्बरसिप हुन्छ त्यसलाई चाहिँ कसरी क्यान्सल गर्ने त्यसबारेमा भन्छौँ साथीहरू। यदि हाम्रो च्यानल नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गरी हामीसँग जोड्न सक्नुहुन्छ र अब लागौँ स्क्रिनतर्फ। सबभन्दा पहिले चाहिँ तपाईले खुपाङ एप्लिकेसन ओपन गर्नु होला साथीहरू। एप ओपन गरिसकेपछि जस्ट आफ्नो प्रोफाइलमा जानु होला र यसमा चाहिँ तल स्क्रल गरेर वाउ मेम्बरसिप भन्ने छ जस्ट यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि एउटा यस्तो इन्टरफेस देखाउँछ जस्ट त्यसपछि चाहिँ माथि स्क्रल गर्दै जानु होला। अन्तिममा चाहिँ हेजी हागी भन्ने अप्सन छ जस्ट यसमा क्लिक गर्नु होला साथीहरू। यसमा क्लिक गरिसकेपछि तपाईको चाहिँ अब यो मेम्बरसिप लिन चाहिँ सिद्धिन कति दिन बाँकी छ भनेर देखाएको छ। 2 दिन मेरो बाँकी रहेछ। 2 दिन पछि चाहिँ फेरि अटो पेमेन्ट हुन्छ भनेको छ। 2 दिन पछि चाहिँ जस्ट तल स्क्रल गर्नु होला डाउनमा। अन्तिममा चाहिँ तलपट्टि चाहिँ अन्तिममा यो नेगा फादको इतनु यदि फोगी हागी भयो क्लिक गर्नु जस्ट यसमा क्लिक गर्नु होला साथीहरु। फोगी हागीमा यसमा क्लिक गरेर चाहिँ सबै सुखेन उही हे भनेर चाहिँ एउटा रिजन चुज गरेर भने हो। जस्ट केही गर्नु पर्दैन। जस्तो तपाईले चाहिँ एउटामा क्लिक गरिदिनु होला साथीहरु। यो मध्ये जुनसुकै एउटा अप्सनमा क्लिक गर्दा हुन्छ। एउटा अप्सनमा क्लिक गर्नु होला। अन्तिममा चाहिँ हेजी हागीमा क्लिक गर्नु होला है साथीहरु। यतिकोमा गरिसकेपछि चाहिँ वाउ मेम्बरसिप हेजी सिन्छङ भनेको छ। यसरी तपाईले देख्न सक्नुहुन्छ। चुक्सी हेजी हागीमा क्लिक गर्नु होला। वाउ मेम्बरसिप हेजी हेसुम्निदा भनेको छ। अब चाहिँ हाम्रो चाहिँ ओ मेम्बरसिप क्यान्सल भइसकेको छ साथीहरु। म्याच भने मलाई मेल पनि आइसकेको छ 3-4 मा चाहिँ यति बजे यतिमा चाहिँ हाम्रो चाहिँ क्यान्सल भयो भनेर चाहिँ आइसकेको छ साथीहरु। अब 4 सेकेन्ड पछि अटोमेटिक अर्को पेजमा जान्छ हाम्रो। अब हामीले वाउ मेम्बरसिपमा क्लिक गर्यौं भने चाहिँ यस्तो देखाउँछ। अघि अस्ति अर्को इन्टरफेस देखाइरहेको थियो भने अहिले यस्तो देखाउँछ। अब तपाईको चाहिँ क्यान्सल भइसकेको छ है साथीहरु। तपाईले देख्न सक्नुहुन्छ अहिले चाहिँ वाउ मेम्बरसिप सिन्छङ हागी भनेको छ है। दर्ता गर्नुहोस् रजिस्टर गर भनेको छ। अहिले चाहिँ अघि चाहिँ हाम्रो अलरेडी भएको हुनाले चाहिँ यस्तो भनेको थिएन। अहिले चाहिँ हाम्रो क्यान्सल भइसकेको छ। त्यसैले चाहिँ फेरि सिन्छङ गर भनेको छ। अब चाहिँ तपाईको पैसा काट्दैन साथीहरु। मन्थली रुपमा चाहिँ तपाईको वाउ मेम्बरसिप चाहिँ अब क्यान्सल भइसकेको छ। यदि केही जिज्ञासा समस्याहरु केही पर्यो भने हामीलाई कमेन्ट गर्न सक्नुहुन्छ र हाम्रो फेसबुक पेजमा पनि जोड्न सक्नुहुन्छ साथीहरु। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोड्न सक्नुहुन्छ। हस् धन्यवाद साथीहरु।